साथीहरू कस्तो लाग्यो मैले सिलाएको सुट। यो सुट के को भनेपछि साथीहरू धोतीको सुट हो। धोती किनकि धोती हेर्नु साथीहरू धोतीको सुट किनकि नै धोती साथीहरू मुसा राखेर मुसाले खाइदियो, फेरि आधै खाइदियो आधै फेरि के गर्ने, फेरि सुट सिल्छु त भनेर साथीहरू सुट सिलेको। फेरि साथीहरू फेरि अब भिलेज बनाउँछु साथीहरू। यसको मसिन पनि राखेको छु यति, तर खुट्टाले चलाउने हलो मसिन छैन साथीहरू, हातले चलाउने मसिन छ। तर यो भिलेज सिलेर पनि साथीहरू म लगाउँछु। तपाईँहरू हेरेर आउनु होला। यो साडी हो, यसैको भिलेज हो साथीहरू। 2-3वटा मेरो नानीलाई पनि सुट यति राम्रो सिलाएको छु, लगाए बेला तपाईँ हेर्नु होला साथीहरू है। किनकि म पहिले 15 साल पहिला 1 महिना मैले सिकाएँ साथीहरू सिलाइ, तर उतिखेर अलिअलि मलाई उछ्यो। तर मैले युट्युबमा हेरेर साथीहरू मैले सुट क्लियर 2-3 जोडी सिलाएको छु। तर मलाई यति अरू के देखाउने भनेर देखाएन साथीहरू। यही धोतीको सुट हो, यही देखाएको छु। अब साथीहरू कस्तो लागेको छ हेर्नु त। यो कोटनको मैले थोडा अलि खुल्ला राखेको छु साथीहरू। यसको कलर त्यसमा फोनमा राम्रो देखेको छैन साथीहरू, अति राम्रो धोती छ है। साथीहरू धोती कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट गर्नु होला है साथीहरू। ओके बाई बाई।